I mean, एस्थेटिक चाहिन्छ जीवनमा, बट लाइक यति धेरै एस्थेटिक भइरहेछ कि होइन, लाइक SDSU इज सो एस्थेटिक, त्यही माथि अहिले समर आइसकेको छ. आई हेट विन्टर. आई मिन एज मच एज आई लभ स्नो, आई हेट विन्टर द सेम. स्नो आयो भने एक दुई दिन एस्थेटिक हुन्छ, तर यस्तो एस्थेटिक भ्यू कहिले पनि देख्न पाइँदैन क्या. द्याट्स वाइ आई हेट स्नो. सुरु गरौँ न त होइन श्रेया? गरम गरम. आज चाहिँ हामीहरूलाई श्रेयाले चाहिँ चिया लिएर आइदिएको छ होइन. तपाईँहरू देख्दै हुनुहुन्छ गाइजहरू जस्तै होइन. तिमी प्लिज चिया हाल सुरुमा छिटो यहाँ. तिमी यो समाउन त, अनि मेरो हात छोड्नु पर्दैन. यही चियाको चक्करमा आज मेरो काम ढिलो भयो. हेर्नुहोस् कस्तो मजाले बाफ उडिरहेछ. हामी घाम ताप्दै चिया खाँदैछौँ. ल है त गाइज, म चाहिँ श्रेयाले बनाएको चिया कस्तो रहेछ हामी चाख्नेछु होइन. म यसलाई 10 मा 7 दिन चाहन्छु. नि त कस्तो रहेछ यो त, मेरो बिहानभरिको मेहनतलाई 7 दिन जस्तो. तिमीलाई हेर, म जस्तो अनेस्ट रियाक्सन दिने साथी कहीँ पाउँछु. अरूले भन्थ्यो, अरूले म अब अरू भन्छ अरू, त्यो लागि म अरू अलिकति फल्स फ्रेन्ड हुन्छ त, त्यो लागि भयो ल. ओ माई गड, तर कस्तो दामी छ श्रेया साँच्ची भनेको कि तैँले आज खतरा चिया बनाएर रहेछ क्या. हुन्छ नि, आज ठिक्क चिनी पनि ठिक्क लागेको छ है, चियापत्ती पनि ठिक्क लागेको छ, कलर पनि ठिक्क लागेको छ. ठिक छ त सबै हो. फल्स फ्रेन्डले यस्तै भन्छ, फल्स फ्रेन्डले यस्तो भन्छ, बुझिस्. तर मैले तँलाई भने 7 भनेको नराम्रो होइन, त्यो भनेको सी हो, इम्प्रुभमेन्टको ठाउँ छ अझै. सी हो त्यो भनेको. मेरो कपाल कस्तो देखिरहेको छ कि अहिले. But anyways, like right now I'm on my scooter right now. And I'm around my university right now. As you guys can see, it's very very aesthetic right now. अहिले चाहिँ रातिको 8 बजिरहेको छ. I know it's so crazy, like 8 बजे घाम लागिरहेछ टनटन होइन. हेर्न सक्नुहुन्छ गाइजहरू तपाईहरुले कति धेरै एस्थेटिक छ यहाँ. अनि जीवनमा एस्थेटिजमको खोजी गर्दै म हिँडिरहेको छु यो समयमा. म यतिकै हिँडिरहेको थिएँ अनि मैले चाहिँ बाटोमा अहिले कसलाई भेटेँ भन्दाखेरि म तपाईहरुलाई देखाउन चाहन्छु. तपाई त हेर्न सक्नुहुन्छ मैले बाटोमा अस्मी र श्रेयालाई देखिसकेको छु. प्लिज अब उनीहरुसँग मेरो हल्का गफसफ त हुनै पर्ने हुन्छ. अस्मीले भन्दैछ अहिले मलाई कन्टेन्ट दिन्छु भनेर. अस्मी हाई भन. Hello. Wow, you're so fancy. Hi guys. Hello guys, I'm back again. प्लिज तिमी मेरो नजरबाट दूर होइजाऊ भन्न चाहन्छु श्रेया म तिमीलाई. मैले अस्मीलाई लिएर आए देखि यहाँ. Trash bag कता छ त trash? श्रेयाको झोला हो ट्र्याश ब्याग. श्रेयाको झोला हो ट्र्याश ब्याग. मैले म्युजियमबाट सामान किनेर आएको. के अरे? उते भरेको trash bag हो? हैन तिमी हो ट्र्याश ब्याग. नर्मली बोल्दा नि मेरो आवाज सुनिन्छ क्या, अब यसै बोल्नु पर्छ भन्ने छैन. तिमी नै हो ट्र्याश ब्याग. म यतिकै डुलिरहेको थिएँ. यिनीहरु किन गर्नु पर्यो नि तिमीलाई? यो डुल्ने तिम्रो यही हो काम? अस्मी टोयलेट हाजाचोटि टोयलेट आउँछ तिमीलाई. बिहानदेखि टोयलेट दिनमा त 10 चोटि त टोयलेट जान्छ, तिमीलाई थाहा छैन होला. यस्तो हो क्या गाइजहरु, म तपाईहरुलाई बताउँछु कि हैन कस्तो भन्दाखेरि चाहिँ हैन यो अस्मीले चाहिँ मलाई नदेखेको धेरै दिन भएको थियो नि त. अस्मीले मलाई नदेखेको धेरै दिन भएको थियो, उला छटपटी भइरहेको रहेछ. अनि त्यही भएर भ्लग देखेर श्रेयाले मलाई स्कुटरले हान्दिछ कि गाइस. अनि त्यही भएर अस्मी चाहिँ एकदम छटपटी भएर म भएर भेट्न आएको रहेछु हो किन म तिमीलाई यहाँ देखा नपरौँ भनेर हो प्लिज. तर मैले बाटो उलाई देखि गएँ. साथी अस्मीले तिमीले जे भने पनि श्रेया लास्टमा अस्मीले कहिले स्वीकार त गर्दैन उनी मलाई भेट्न आएको भनेर. तर सत्य यही हो श्रेया, सत्य यही नै हो. मेरो आवाज यतिकै यो सारा संसारले सुन्छ. अब म जाँदैछु गाइजहरू. अब हामी फेरि भोलि भेट्नेछौँ. अहिलेको लागि म जान्छु. बाई बाई. बाई अस्मी. अस्मी बाई. बाई अस्मी. भाइ यहाँ मेरो काम गर्न आएको हो. म तिमी जस्तो के काम गर्न आएको तिमी यहाँ? म किन भन्नु? आवाज तिमीलाई म कोक किनेर खुवाउँछु. ए ल यस यस खुवाउँछु तँलाई. तर नि यो दिन्छु भनेर लिएर त दिन्न जा. अब साले देख्नु हो गाइजहरु, उलाई मैले अस्मीलाई मैले कोक खुवाउँछु. यहाँ हाल्नु न गाइजहरु श्रेयाको बिजोग. अलि म भन्दा ठुलो छ क्या यो स्कुटर त. अब धेरै माइक मैले यताउता गरिसकेँ. यहाँ मलाई के म टोयलेट गर्न गएको थिएँ, हाम्रो बिल्डिङमा पानी सकेर आज हात धुनु छ क्या. हेर्नु यहाँ आइसक्रिम यहाँ झऱ्यो क्या हातमा. हेर्नु त एक्लै खाएको आइसक्रिमहरू त्यस्तै हुन्छ. म त टोयलेट खोज्दै गएको अबेरामा. भागिहाल भन्न चाहन्छु तिमीलाई म. भोलि चिया नलिएर आऊ है श्रेया यसको लागि. म आफै लिएर आउँछु. मलाई कसैले केही ल्याइदिनु पर्दैन.
आज दुध मात्र सकेको थियो मेरो घर त्यही भएर मात्रै आज म भोलिदेखि आफै लिएर आउँछु चिया ढोका खोला त मेरो लागि मेरो हात मेरो हातमा यस्तो छ झन् मेरो हात बन्देको छ क्या यसले त मलाई ढोका नि खोल्न लायो थ्याङ्क्स मिखाउ जेन्टलम्यान कता उभिनु म यसले भ्लग बनाउँदैछ नाच्दै भल्लो गर्न बिर्छ छैन अरे सबिरलाई जस्तो छ त यो त आउँदै आउनु चप्पल पनि खुस्किन लाग्छ हाई नमस्ते गाइजहरू तपाईँलाई स्वागत छ आज चाहिँ हामीहरू मनिष दाइको ग्रेजुएसनमा जान आँटेका छौँ होइन हजुर, हजुर। चाहन्छौ तिमी म खुसी छु ऊ एकदम धेरै खुसी रहेको रहेछ अनि यो चाहिँ आज हामीहरूको ओओटिडी कि त्यही होइन ओओटिडी आउटफिट अफ द डे हेर्न सक्नुहुन्छ फक्त तल चाहिँ यस्तो छ है मेरो अनि त्यस पछाडि जुत्ता चाहिँ यो छ मेरो है त्यही भएर जे भए पनि अब आज हामीहरूको यस्तै नै रहेको छ होइन अनि अब हामीहरू बिस्तारै जानेछौँ अनि तपाईँहरूलाई हामीहरू सबै कुरा वृत्तान्तरको मोडमा हामीहरू देखाउनेछौँ होइन मेरो फोन हो है यो नि मेरो फोन हो यो नि मेरै फोन हो फेरि धनी हो नि त म फेरि आजकल प्लिज योभन्दा यो राम्रो छ क्यामेरा क्वालिटी यो नि छ मसँग ल यति नै अहिलेको लागि मलाई हाँस उठ्यो ताइको के हो यो चिकन खाँदै स्वागमा पुरै के हो ताइको स्वाग त्यहाँ बताउनुहोस् जनतालाई जनतालाई बताउनुहोस् के बोलाउनु पर्यो मैले तपाईँले बताउनु पर्यो तपाईँलाई कस्तो भइरहेको छ अनुभव फाइनली तपाईँ अब ग्रेजुएट भइसक्नु भयो आम ह्याप्पी ब्रो 4 वर्षको मेहनत सक्यो 5 फाइनली विचारो हेलो 1 2 3